चौथो तालमा पस्यो कुरा चाहिँ यसको इन्जिन कति साह्रो बनाउनु चाहिँ कुरा चाहिँ यसको इन्जिनियर खै इन्जिनियर हैन इन्जिनियर भन्ने यस्तो छ This is Daman for you. आज चाहिँ यहाँनिर तुवालो लागेकोले गर्दाखेरि यस्तो क्लियर भ्यू देखिएको छैन रे नत्र भने अरू बेला एकदम भ्यू क्लियर हुन्थ्यो रे भ्यू मेरो साथी हजुरको दादा हो दादा होइन नि भन्दै त्यसै पाउँ बाट यो फ्लावर लगायत 4 खाले फुलहरू लगाएको छौं।
ह्याप्पी न्यू इयर। यो चाहिँ मेरो न्यू इयर गिफ्ट हो। ए यो चाहिँ क्यालेन्डुला। मैले चिनेको नाम चाहिँ डियान्थस कस्मोस फ्यामिली फ्लावर। यहाँ चाहिँ लालीगुराँस फुलिसक्यो है, नत्र त यी नजिकैबाट लालीगुराँस त 63 हेक्टरमा छ यो दामनको बोटानिकल गार्डन, जुन हामीले घुमिसक्दैनौँ। यदि कोही चाहिँ लालीगुराँस हेर्न इच्छुक हुनुहुन्छ भने नेक्स्ट इयर माघ फागुन चैतदेखि नै फुल्नु थाल्छ भनेर भन्नुहुन्थ्यो। वैशाखमा आउँदा त सकिसक्दो रहेछ। हामी वैशाख 1 गति आउँदाखेरि चाहिँ हेर्नुहोस्, फागुन लास्टदेखि चैततिर आउनुभयो भने चाहिँ लखरे लालीगुराँसै पहुँचमै। यु गाइज विल लभ दिस, त्यही भएर आउनु होला। नजिकैबाट हेरौँ न त लालीगुराँस। वाउ, नेसनल फ्लावर अफ नेपाल, नेपालको राष्ट्रिय फुल मौरी। हजुर, गोदावरीमा 50 रुपियाँ भन्दाखेरि सस्तो भनेर मक्क परेको थियौँ हामी फुलहरू। अझ यहाँनिर दामनको बोटानिकल गार्डनमा त 25 रुपियाँ रे गाइज। अलिक यहाँबाट लग्दाखेरि टाढा हुने भएर मात्रै हो 4वटा लिएको, नत्र त फुल किन्नलाई चाहिँ दामन आउँदा चाहिँ दामनको बोटानिकल गार्डनबाट चाहिँ फुल किनेर लग्नु, इफ यु गाइज आर फुल लभर्स। सानो बोर्डमा चाहिँ परिएछ है अब। अहिले ठुलो झ्याप्पा भएको मान्छे सकिसकेको छ। यो चाहिँ के को बोट हो नि? नासपाती।